ओके सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग हैन। तपाईहरुले थम्बनेल र टाइटलमा देख्नु होला आजको भिडियो के को बारेमा हुनेछ र यो भिडियो मैले किन बनाउन लागेको भन्ने कुरा पनि तपाईलाई थाहा भयो होला कि मेरो च्यानलमा भ्युजको प्रब्लम छ र वाच टाइमको प्रब्लम रहेको छ। सब्स्क्राइबर पनि मेरो च्यानलमा कम्प्लिट भइसकेको छ तर मेरो च्यानलमा भ्युज पनि आउँदैन र मेरो वाच टाइम पनि गेन हुँदैन र भ्युज आयो भनेदेखि वाच टाइम त गेन हुने कुरा नै भइगयो हैन। वाच टाइम यति छिटो पर्छ भिडियो भाइरल हुनु पर्यो तर मेरो च्यानलमा अहिलेसम्म भिडियो पनि भाइरल हुँदैन र भिडियो भाइरल त के कुरा गर्नु 1K भ्युज पनि जाँदैन हैन। यस्तो अप्सनमा के गर्नु अब च्यानलमा काम गरेर पढाइ छोडेर भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेको छु र यतिको टाइम मैले पढेको थिएँ भनेदेखि केही न केही उपलब्धि हासिल गरिसक्थेँ र युट्युबमा भिडियो बनाउने र एडिटिङ गर्दा बेर मेरो एक दुईवटा विषयको अभ्यास पनि गरिसक्थेँ मैले हैन। रिभिजन पनि गरिसक्थेँ कुन कुन किताब हो तर मैले त्यो बारेमा कुनै जानकारी छैन हैन। अब मैले के गरौँ भनेको तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब म के गरौँ भ्युज पनि आउँदैन च्यानलमा काम गरौँ भनेपछि भ्युज आउँदैन र नगरौँ भनेपछि युट्युबबाट केही हैन आफ्नो लाइफस्टाइललाई पर्सनल मोडमा लैजानु छ हैन। र मलाई अफसोस यो बातको छ कि हाम्रो भ्युज आउँदैन र अरू क्रिएटरहरूको सुरुमा यति धेरै भ्युज आउँछ कि म तपाईँहरूसँग के कुरा गरौँ र उनीहरूले त्यही भ्युजको कारणले नै आफ्नो च्यानलमा वाच टाइम गेन गरेर च्यानल मोनेटाइज गरेर अहिले लाखौँमा पैसा कमाइरहेका छन् तर म यस्तो काम गर्न सकिरहेको छैन र म भिडियो बनाइरहन्छु जहिलेसम्म मेरो च्यानलमा भिडियो भाइरल हुँदैन तबसम्म म भिडियो बनाइरहन्छु तर कुनै मलाई फरक पर्दैन कि मेरो भिडियो च्यानलमा भाइरल होस् या नहोस् हैन। म चाहिँ भिडियो अपलोड गरेर चाहिँ एक न एक दिन त भाइरल होला र भाइरल नभए पनि त्यस्तै 50-60 हजारसम्म भ्युज गयो भनेदेखि वाच टाइम कम्प्लिट हुन्छ कि भनेको के गर्नु वाच टाइम त कम्प्लिट हुँदैन यही छ मेरो दुःख भनेको हैन। तपाईहरुले मेरो भिडियो अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। आजको ब्लग मैले यही टाइटलमा थियो र हैन मैले कतिवटा च्यानल वेस्ट गरिसकेँ मलाई थाहा छ 4-5 च्यानल मैले युट्युबमा वेस्ट गरिरहेको छु नपत्ताइ तपाईहरुले मेरो च्यानलको डिस्क्रिप्सनमा गएर चेक गर्नु होला। मेरो च्यानलको लिंक पनि रहेको छ तपाईहरुले गएर हेर्नु होला। 500 600 800 900 300 200 सब्स्क्राइबरसम्म गएर वाच टाइमको प्रब्लम र भ्युजको प्रब्लम भएर मैले च्यानलमा छोडेको हो तर यो च्यानलमा मैले च्यालेन्ज भयो यो च्यानल मैले छोड्दैन र तपाईहरुले यदि भिडियोलाई हेर्दिनु भएको छ भने चाहिँ लाइक गर्नु होला हैन। अन्तिमसम्म हेर्दिनु भएको धन्यवाद र साथीहरुलाई पनि शेयर गर्नु होला। आजको लागि यति नै फेरि अर्को भिडियो भेटौँला र मेरो च्यानलमा चाँडै वाच टाइम पुगोस् भन्ने तपाईहरुले प्रार्थना गर्नुहोस् र म यति भन्दै आजको भिडियोबाट बिदा हुन्छु। धन्यवाद।